नमस्ते अनि स्वागत छ तपाईँहरू सबैलाई। आज हामी खोजपत्रमा बिल्कुलै नयाँ एउटा आर्टिस्टसँगको इन्टरभ्यू गर्दैछौँ। हामी माझमा हुनुहुन्छ एक चिरपरिचित मुस्ताङका आर्टिस्ट सेरिङ फोन्जो गुरुङ। सेरिङजी नमस्ते, स्वागत छ तपाईँ। नमस्ते हजुर, तपाईँहरूको खोजपत्रको टिमले पनि धेरै धेरै धन्यवाद तपाईँ दुईजनालाई। हजुर, थोरै तपाईँको चाहिँ मुस्ताङबाट सुरु गरौँ न। मुस्ताङको कस्तो गाउँमा तपाईँ जन्मिनुभयो? अब सुरुमा मेरो नाम चाहिँ छिरिङ फिन्चक गुरुङ अनि मुस्ताङ मुस्ताङ जिल्ला अनि तपाईँको लमन्थाङ गाउँपालिका र म आफू जन्मेको ठाउँ चाहिँ छोसेर वार्ड नम्बर 1। हजुर, कस्तो थियो बाल्यकाल तपाईँको? बाल्यकाल त अब सानोमा त्यही गाउँमै पढ्यो, त्यसपछि तल पोखरामा आएँ अनि पोखरामा लगभग 8-9 वर्ष पढ्न पाइयो। त्यसपछि अब लगभग 5-6सम्म भन्दा माथि चाहिँ पढ्न सकेन। अलिकति आफू पढाइमा कमजोर पनि थियो अनि त्यसपछि अब एउटा अचानक सानोदेखि नै एउटा आर्ट्समा एउटा कलामा एकदमै रुचि भएको कारणले म आफूले फ्युचर प्लान नै एउटा आर्टिस्ट गर्छु भनेर एउटा मेरो सपना एउटा थियो। जस अहिलेसम्म चाहिँ लगभग 25 वर्ष ओभर भयो क्या यो एम समाएको। अहिलेसम्म यसले नै एकदमै सक्सेसफुल भएर आफ्नो घर परिवार फ्यामिली आफ्नो गाउँठाउँको साथीभाइ अहिले यसले नै चलिरहेछ। त्यो बेलामा आर्ट सिक्नको लागि एक्लै आफैले त सकिँदैन थियो होला। कता कता जानुभयो? कस्तो थियो? त्यो बेलामा चाहिँ अब त्यही एउटा अब स्कुलमै सिक्थ्यो। त्यसपछि एउटा थाङ्का सम्बन्धी एकदमै इन्ट्रेस्ट भएर मैले यो बौद्धमा एउटा हाम्रो इनिएला भन्ने उहाँबाट मैले 3 वर्ष सिक्न पाएँ। त्यसपछि अब सिकेर अब गुम्बामा अलि हल्का-फुल्का काम गर्दै साथीभाइसँग अब त्यो काम गर्दै 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 एउटा अब एउटाले एउटा सिकाउँदै यसरी अब अहिलेसम्म त्यस्तै गरिरहेको छु। पछिल्लो समयमा तपाईँले थाङ्काहरू बाहेक अरू किसिमका कामहरू पनि गरिरहेको देखिरहेको छु मैले। जस्तो मुस्ताङमा रहेका चाहिँ गुम्बाहरू, त्यहाँको चाहिँ भौगोलिक अवस्थिति, त्यहाँनिर कहिलेकाहीँ चाहिँ त्यो ट्र्याक्टर पुगेर चाहिँ त्यो विकास भइरहेको होइन, विभिन्न थरीका चाहिँ कामहरूमा चाहिँ हात हालिराख्नु भएको देखिरहेको छु। त्यो थाङ्का गर्दाखेरिमा र त्यस्ता किसिमका काम गर्दाखेरिमा कस्तो फरक हुने रहेछ? थाङ्का पहिला म थाङ्का नै गर्थेँ। त्यसपछि अलिकति अब थाङ्का पनि गरेँ, गुम्बातिर नि गरेँ होइन। अनि थाङ्कामा चाहिँ मैले चाहिँ अब अर्डर अनुसारको गर्ने अनि अर्डर कमाउने। त्यसपछि अचानक अब गाउँमा बस्दा बस्दै आफ्नो गाउँको एउटा माया लाग्यो। अनि त्यसपछि फेरि यस्तै एक्रिलिक कलरमा मैले ध्यान गएँ कि मेरो ध्यान चाहिँ। अनि त्यो एउटा एक्रिलिक सम्बन्धी कन्टेम्पोरेरी सम्बन्धी मैले गरेँ भने एउटा आफ्नो कला सँगसँगै एउटा आफ्नो गाउँको पनि प्रमोसन हुने, ठाउँ-ठाउँमा एक्जिबिसन पनि गर्न पाउने अनि यहाँ पनि हरेक ठाउँमा मैले भाग लिएर एक्जिबिसनहरू गर्न पाउने त्यही कन्सेप्टले चाहिँ मैले अहिले चाहिँ थाङ्काले अलिकति थाङ्का चाहिँ अलिक कम गर्छु। तर यस्तै कन्टेम्पोरेरीहरू यस्तै ल्यान्डस्केपहरू त्यस्तो चाहिँ अलिक बढी गर्छु नि। के फरक हुँदो रहेछ दुइटामा चाहिँ? काम गर्ने तरिकाहरूमा, शैलीहरू? अलिकति यसमै अलिकति एक्रिलिकमै अलिकति मजा पनि अलिकति आफ्नै आइडियाले खेल्न पाइयो। तपाईँको थाङ्कामा चाहिँ आफ्नै मनपर्दो कलर गर्न पाइएन। अब जस्तै भगवान् बुद्धलाई तपाईँको अब भगवान् बुद्धको बडी या होइन। तर अब यस्तोमा चाहिँ एक्रिलिक कलर ल्यान्डस्केप भनेको चाहिँ आफ्नै इच्छाले आफ्नै कन्टेम्पोरेरी भने चाहिँ आफ्नै हिसाबले आफै सोचेर होइन, आफ्नो दिमागले कतिसम्म एउटा आर्ट्सको खेलबाड हुन्छ त्यो आफूले क्यानभासमा लेख्न पाइयो। एकदमै एउटा फ्रिडम पाएको जस्तो फिल हुँदो रहेछ यस्तोमा चाहिँ। थाङ्कामा चाहिँ खासै त्यस्तो नहुँदो रहेछ म आफ्नो एक्सपिरियन्समा। अब हुन त अब लेख्ने धेरै पनि छन्, राम्रो लेख्नेहरू पनि छन्। तर आजकल थाङ्काकै स्टाइलमा कन्टेम्पोरेरी गर्नेहरू पनि छन्। अब त्यो चाहिँ अब आफ्नो आफ्नो स्टाइलले भनौँ न। तपाईँलाई मैले चिनेको विगत 4 वर्षदेखिको। हजुर हजुर। अनि त्यो बेलामा जस्तो 1-2वटा वर्कसपहरूमा तपाईँले त्यो काम गरिराख्दाखेरिमा त्यो कलरहरू खेलिरहेको त्यो सिरियसनेस देखिन्थ्यो क्या, जुन चाहिँ थाङ्का आर्टिस्टमा मैले एकदमै बेसी भेट्टाउँछु। त्यही तरिकाले चाहिँ तपाईँले चाहिँ कन्टेम्पोरेरी स्टाइलमा अथवा समसामयिक स्टाइलमा पनि त्यही किसिमको चाहिँ त्यो कन्सन्ट्रेसन, त्यही किसिमको मेडिटेसन गरिरहेको देखिरहेको थिएँ कि मैले।
अनि त्यो देख्दाखेरिमा मलाई के फिल भयो भन्दाखेरिमा जस्तो यसरी पनि गर्न सकिने रहेछ त्यो चिजहरू चाहिँ समसामयिक विषयमा पनि लेख्न सकिने रहेछ भन्ने चाहिँ लागेको थियो। तपाईँलाई चाहिँ कस्तो लाग्छ त्यो चिजहरू? जस्तै जस्तै हो त्यस्तै हो तपाईँले भनेको जस्तै मैले पनि अब आफूले जानेको अरू वर्कसपहरूमा होइन तपाईँको आफ्नै ठाउँको गुम्बाहरू स्कुलहरूमा होइन अनि फेरि तल अब जहाँ जहाँ स्टुडेन्टहरूले एउटा वर्कसप गर्ने इन्ट्रेस्ट गर्छ त्यसमा तिनीहरू सबै मैले एउटा आफ्नो हृदयदेखि नै एउटा भलिन्टियरको रूपमा यस्तो कामहरू गर्छु। अनि स्पेसल त्यस्तै वर्कसपमा चाहिँ अब थाङ्काले चाहिँ वर्कसपको हिसाबमा गर्न पनि अलिकति मलाई एक्सपिरियन्स पनि छैन अहिलेसम्म खासै त्यस्तो गरेको पनि छैन। तर हामीले वर्कसप गर्ने बेलामा एउटा थाङ्का स्टाइलको हाम्रो ड्रइङहरू चाहिँ त्यस्तोहरू वर्कसप गर्छु। अब कलरिङ चाहिँ अलिकति गाह्रो हुन्छ। हामीले वर्कसप गर्ने बेलामा कुनै बेलामा एक्रिलिक कुनै बेला वाटर कलर त्यस्तो टाइपले गर्छु। जस्तो तपाईँले बनाउने चित्रहरूले चाहिँ कस्तो टाइपको अडियन्सहरूलाई चाहिँ असर गर्छ अथवा चाहिँ कस्तो टाइपको अडियन्सहरूले मन पराउँछन् जस्तो लाग्छ तपाईँलाई? असर त खासै मन पराउने? मन पराउने चाहिँ अलि बढी जस्तै नै। अब जुन मैले अब यो म आफूले एउटा नयाँ क्याफे खुलिरहेछ। यसमा चाहिँ म आफ्नो कलाहरू लगभग प्राय मुस्ताङकै छ। किनभने मैले मुस्ताङको बाहेक अरू आर्ट्सहरू मैले राखेको पनि छैन। किनभने आफ्नो काम सँगसँगै आफ्नो ठाउँले पनि प्रमोसन गर्ने। त्यही भएर यो आर्ट्सले चाहिँ लोकल मान्छेले पनि मन पराउने, अब विदेशीले पनि मन पराउने, सबैले मन पराएको कारणले मैले म आफ्नो कन्सेप्टमा आफ्नै ठाउँको चिजलाई क्यानभासमा उत्रेर अब जस वर्ल्ड वाइडमा एउटा प्रमोसन गर्ने मेरो एउटा ड्रिम। जस्तो एक्रिलिक कलर बनाउनको लागि अनि लगाउनको लागि थाङ्कामा लेख्ने कलर्सहरू भन्दा चाहिँ फरक हुने हो? अलिकति फरक छ। तपाईँको थाङ्कामा चाहिँ कुनैले स्टोन कलर युज गर्छ, कुनैले अब यो इमोसनलहरू युज गर्छ होइन। त्यही भएर थाङ्कामा कुनैले एक्रिलिक पनि गर्छ होला कन्टेम्पोरेरी गर्नेहरूले। त्यही भएर फरक त फरक छ थाङ्का र यसमा चाहिँ। तपाईँको थाङ्कामा चाहिँ धुन मिल्दैन। यो एक्रिलिक चाहिँ अलिकति फोहोर भयो भने फेरि हामीले त्यसमा पानी छ्यापेर धुन पनि मिल्यो। त्यो चाहिँ राम्रो छ यो एक्रिलिक र ओइलमा चाहिँ। जस्तो पछिल्लो समयमा तपाईँले विभिन्न किसिमका कार्यक्रमहरू पनि आफैले पनि गर्नुभएको मैले देखिरहेको थिएँ। जस्तो बौद्धमा एउटा कार्यक्रम गर्नुभएको थियो पोहोर सालतिर। जस्तो त्यहाँनिर मुस्ताङतिरका सबै जति पनि मान्छेहरू थिए विभिन्न किसिमका चाहिँ कार्यहरूमा संलग्न भइरहेका मान्छेहरू उहाँहरू चाहिँ आएर त्यहाँनिर चाहिँ भिजिट गरिराख्नु भएको थियो। त्यो प्रोग्रामको विषयमा थोरै जानकारी दिनुहोस् न। जुन मैले म आफ्नो ट्रस्टको तर्फबाट लो मुस्ताङ वेलफेयर ट्रस्टको तर्फबाट चाहिँ किनभने अब हरेक कम्युनिटीले चाहिँ आफ्नो हो त्यस्तै कलाहरू आफ्नो कल्चर सोहरू होइन आफ्नो लोकल फुड प्रडक्टहरू त्यस्तो धेरै ठाउँमा त्यस्तो प्रोग्राम मैले देखेँ कि अब हामीले मुस्ताङले पनि एउटा गर्नुपर्छ भन्ने म आफूले एउटा त्यस्तो मेरो ड्रिम एउटा थियो सपना एउटा। अनि आफ्नो टिममा कुरा मिलिसकेपछि किनभने हाम्रै अब मुस्ताङमा यो प्रोग्राम मुस्ताङमा गरौँ भने यो त कस्तो पब्लिक त्यहाँ आउन पनि सक्दैन, गाह्रो पनि हुन्छ। अब आफ्नै ठाउँमा आफ्नै ठाउँको प्रमोसन गर्न अलिकति अब मान्छेले पनि लगभग इरिटेट जस्तो हुने। अनि त्यही भएर आफ्नो ठाउँको त्यो कल्चरले काठमाडौँ यो अब आफ्नो देशको एउटा सेन्टर ठाउँमा आएर देखायो भने अलिकति प्रमोसन पनि राम्रो हुने, अलिकति मजा पनि हुने। अब त्यसको सिलसिलामा मान्छेहरूले काठमाडौँमा आउने मौका पनि पाउने, आफ्नो एउटा कलालाई सहर आफ्नो अब यो उपत्यकामा काठमाडौँको जस्तो सेन्टर ठाउँमा देखाउन पाउने। त्यो एउटा हिसाबले चाहिँ अनि मैले यो फेस्टिभल पनि राखेँ। यो फेस्टिभलमा चाहिँ लगभग 2 दिनमा हामीले लगभग 50 ओभर एउटा हामीले पर्फर्मेन्स पनि देखाउन पाइयो। अनि त्योमा आफ्नो मुस्ताङको जति पनि आर्टिस्ट छ तिनीहरूले हामीले कोलाबोरेट गरेर एउटा आर्ट एक्जिबिसन पनि गरेँ र हाम्रो लोकल मुस्ताङको जति पनि लोकल फुड प्रडक्टहरू त्यसको स्टलहरू पनि राख्न पाएँ। अनि जस्ट एभ्रिथिङ धेरै राम्रो सक्सेसफुल। अनि हाम्रो प्राय हाम्रो लोकल मुस्ताङीहरूले पनि धेरै राम्रो सपोर्ट गर्नुभयो। अनि हाम्रो अब एमबिसीदेखि लिएर हाम्रो WWF देखि लिएर साथीभाइ सबैको साथले चाहिँ यो त्यो पोहोरको प्रोग्राम चाहिँ एकदमै यो फर्स्ट पनि हो मुस्ताङको फेस्टिभल एकदमै राम्रो सक्सेसफुल भयो। जस्तो तपाईँ मुस्ताङमा जन्मिनुभयो तर त्यो हिसाबले भन्दा पनि अरू जेनरल पब्लिकहरू अथवा जो चाहिँ कलामा लागिरहेका छन् उनीहरू चाहिँ मुस्ताङ किन जानुपर्छ जस्तो लाग्छ तपाईँलाई? कला क्षेत्रको मान्छेहरू हजुर।
तर यो हामीले ललित कला सामान्य कुरा गरे होइन तपाईँहरू घुम्नुहोस् होइन। अनि किनभने अलिकति हाम्रो मुस्ताङमा चाहिँ के छ भने एकदमै स्पेसल नै छ। हाम्रो नेपाल गभर्नमेन्टले पनि लगभग पर पर्सनको टुरिस्टहरूले $500 पनि पर्मिट लिइरहेछ। तर त्यो त्यत्तिकै लिएको त होइन, केही न केही रिजन छ त्यहाँ। एकदमै मुस्ताङ भनेको एकदमै रिच कल्चर हो। अहिले पनि जस्तो पहिला थियो, अब यो अलिकति चेन्ज त भएछ तर पनि धेरै सबै फुल चेन्ज भएको छैन। जस्तो पहिला कल्चर थियो अहिले पनि छ। भाषादेखि लिएर, बेसदेखि लिएर होइन, हाले कन्स्ट्रक्सनदेखि लिएर एभ्रिथिङ एकदमै राम्रो छ। त्यही भएर कलाको लागि भने अब मुस्ताङको गुम्बा जत्तिको आर्ट्सहरू चाहिँ सायद यता कतै पनि छैन होइन। अब ह्यान्डिक्राफ्टको लागि त हाम्रो पाटन भक्तपुरमा जति पनि छ। तर यो आर्ट्सको वाल पेन्टिङको लागि चाहिँ हाम्रो मुस्ताङ जत्तिको चाहिँ सायद छैन कि जस्तो लाग्छ। तर मलाई थाहा त छैन। तर मुस्ताङको चाहिँ यो गुम्बाहरूमा, पुरानो गुम्बाहरूमा तपाईँको 9th सेन्चुरीदेखि लिएर 14th सेन्चुरीदेखिको 9th सेन्चुरीदेखिको पेन्टिङहरू हेर्न पाउँछ त्यहाँ। त्यही भएर सकभर हाम्रो जति पनि यो आर्ट्स टिम खोजपत्रले स्पेसल हाम्रो आर्टिस्टहरूको लागि तपाईँहरूले एकदमै राम्रो प्रमोसन गरिरहेछ। यही प्रमोसनको थ्रुबाट हाम्रो जति पनि आर्टिस्टहरू मुस्ताङमा जाने इच्छा छ, एकदमै म पनि त्यसमा एकदमै हेल्प गर्ने। अब अब त्यहाँ जाने तरिका कसरी के त्यसको लागि म पनि एकदमै फुल सपोर्ट छु। अनि एकदमै एकचोटि जसरी पनि तपाईँहरू मुस्ताङमा घुम्नु होला भनेर म हाम्रो आर्टिस्ट, हाम्रो अब नेपालमा भएको हाम्रो साथीभाइ आर्टिस्ट सबैले एउटा रिक्वेस्ट गर्छ। जस्तो कलाको हिसाबले तपाईँले कुरा गर्नुभयो नि, मुस्ताङका चाहिँ ती गुम्बाहरूमा 9औँ शताब्दीदेखिको चाहिँ अहिलेसम्मका चाहिँ त्यो पेन्टिङ्सहरू छन् भनेर भन्ने कुरा गर्नुभयो। त्यो बेलामा मान्छेहरूले त्यो पढेर सिकेर त्यसरी गर्ने चलन त थिएन होला अहिलेको जस्तो होइन। कसरी चाहिँ गर्थ्यो होला नि जस्तो लाग्छ तपाईँलाई? त्यहाँ त्यो बेलामा चाहिँ तपाईँको टिबेटमा जति पनि गुम्बाहरू छ सबैमा अलमा पेन्टिङ नै छ होइन। जस्तै यो लो गेगर भनेको 9th सेन्चुरीको गुम्बा चाहिँ हाम्रो गुरुपत्मा सम्भावको समय गुम्बा बनाउने बेलामा हो, त्यो टाइमको गुम्बा हो। त्यही भएर उनीहरू एउटै ठाउँकै लगभग एउटै देशकै होला त्यो टाइममा चाहिँ। अब त्यो बेलामा कस्तो हिसाबले गर्छ त्यो बेलामा सिकेर हो कि अब त्यो लगभग लगभग त्यस्तै त होला नि। अब त्यो यो त हामीले भन्न सक्दैन। तर आर्ट्सहरू चाहिँ एकदमै एकदमै स्पेसल छ। थोरै तपाईँको चित्रकलाकै विषयमा कुराकानी गरौँ। तपाईँको चित्रकलाहरू कता कता प्रदर्शनीमा गएका छन्? मैले अहिलेसम्म चाहिँ 16 5वटा गरेँ। 16 5वटामा अब फर्स्टमा चाहिँ मैले हाइट तारा म्युजियममा गरेँ। त्यसपछि सेकेन्डमा यो सेकेन्ड चाहिँ हाम्रो गाउँमै गरेँ लोछोसेरमा। त्यस थर्ड चाहिँ होटल भराइमा गरेँ। त्यसपछि मैले हाम्रो एमबिसीमा पनि गरेँ, युएस एमबिसी। त्यसपछि जापानमा गर्न पाएँ। अनि ग्रुप एक्जिबिसनहरू चाहिँ फिलिपिन्सदेखि लिएर, कोरियादेखि लिएर, इन्डियादेखि लिएर अब नेपालमा पनि हाम्रो ललित कलामा लगभग मैले 15 वर्ष जति भाग लियो। अनि त्यस्तै ग्रुपहरू त छ त्यस्तै टन्नै। मलाई जान्नु मन लागेको कुरा चाहिँ जस्तो विदेशतिर गएर नेपालको कला संस्कृतिहरू त्यसरी देखाउँदाखेरिमा, चित्रको मार्फतबाट देखाउँदाखेरिमा उनीहरूले कसरी के भन्छन् नेपालको कलाहरू देख्दाखेरिमा? त्यो जुन म न्युयोर्कमा भिजिट गरेँ। न्युयोर्कमा भिजिट गर्ने बेलामा जुन हाम्रो भिजन आर्ट मिडियाको उहाँको डाइरेक्टर मसँग पहिल्यै कनेक्ट थियो। तर उहाँ यो यो जुन न्युयोर्कको त्यो टाइम्स स्क्वेयरमा मेरो त्यो आर्ट प्रमोसन गर्ने बेलामा, तर उहाँको त्यो हो भन्ने मलाई कुरा केही थाहा थिएन। हाम्रो साथी चाहिँ थियो। त्यहाँ पुगेर उहाँले चाहिँ मेरो आर्ट्स देख्यो। मेरो आर्ट्स देख्ने बित्तिकै एउटा अलिकति अब हाम्रो यो बुद्धिज्म आर्ट्स चाहिँ अलिकति उनीहरूको हिसाबमा त हाम्रो बेग्लै एउटा आर्ट्स रहेछ। त्यही भएर उहाँले मेरो आर्ट्सले एकदमै मन परेर उहाँले एउटा मेरो म्यागजिन पनि निकालिदियो त्यहीँ। अनि त्यो प्लस मलाई एउटा राम्रो अपर्च्युनिटी चाहिँ उहाँहरूले लगभग 70-80% उहाँको सपोर्टबाट चाहिँ अब न्युयोर्कको टाइम्स स्क्वेयरमा अस्ति 2024को जुलाई 11मा चाहिँ टाइम्स स्क्वेयरमा पनि मेरो एउटा 2टा आर्ट्स डिस्प्ले गरिदिनु भयो उहाँले। त्यो चाहिँ मेरो लागि एउटा भाग्यमानी हो म आफू पनि, या स्पेसल हाम्रो नेपाल पनि। अब आफ्नो कला जस्तोसुकै भयो नि, तर त्यो ठाउँमा चाहिँ उहाँहरूले डिस्प्ले गरिदिनुको त्यो एकदमै खुसी छु। एकदमै रुचाउनुहुन्छ विदेशीहरू पनि। तपाईँको विचारमा साधारणतया अब यो कला भनेको चाहिँ के रहेछ जस्तो लाग्छ? कला
कला त एउटा अब हामीले त एउटा कला चाहिँ के हो भने आफ्नो एउटा हबी टाइपको पनि भयो अनि एउटा आफ्नो लाइफको एउटा बिजनेस पनि भयो। अब यो कलाले चाहिँ आफ्नो परिवार पनि यसले चलाइरहेछ। आफ्नो गाउँठाउँको प्रमोसन पनि यही कलाले नै गरिरहेछ। अनि देश-विदेशमा भएको साथीभाइले पनि आफूले एकदमै मन पराइरहेको छ। अब सबसे बेस्ट हातमा कला हुनु नै एउटा एकदमै राम्रो हो जस्तो लाग्छ मलाई। म आफ्नो फिल चाहिँ अब तपाईँको जहाँ गए नि एउटा आर्टिस्ट हो भनेर सबैले एकदमै एप्रिसिएट गर्छ। अब अरूले यता एप्रिसिएट गर्ने बेलामा आफूले पनि झन् केही अब आफ्नो कामसँगै एउटा सोसल वर्क पनि एउटा एकदमै गर्ने त्यस्तो इच्छा एकदमै ठुलो इच्छा जाग्दो रहेछ। त्यो चाहिँ विदेशमा गयो भने थाहा हुँदो रहेछ। अनि रङ चाहिँ के रहेछ त छिरिङजी? रङ तपाईँले जुन चाहिँ प्रयोग गर्नुहुन्छ नि, हजुर, हजुर। त्यो रङ चाहिँ के रहेछ? अब यो रङ चाहिँ रङ चाहिँ के हो नि अब? यो एउटा जस्तै खेलाडीले एउटा फुटबल चाहिन्छ नै, बल चाहिन्छ नै र हामी आर्टिस्टले एउटा क्यानभस र ब्रस कलर त चाहिन्छ नै। यो एउटा हतियार लाइफको एउटा एकदमै हतियार एकदमै धारिलो हतियार। जहाँसुकै गए नि अब जेसुकै आर्ट गरे नि एकदमै ट्याक गरी चलाउन पाउने एउटा जोस एउटा हतियार भनौँ। जस्तो तपाईँले सिक्ने बेला र अहिलेका भाइ-बहिनीहरूले अथवा चाहिँ अहिले भर्खरै सिकिरहेकाहरूले चाहिँ तपाईँको बेला सजिलो थियो कि अहिलेको बेला सजिलो छ जस्तो लाग्छ? अब अहिले त तपाईँको अहिले सजिलो नि। पहिला हरेक चिज सामान पाउँदैन थियो, गाह्रो थियो अलिकति। एउटा सामान किन्नलाई पनि कहाँ घुम्न जानु पर्थ्यो। अब केही थिएन, टिचरले जे सिक्यो त्यहीले आफूले त्यो गर्ने हो नि त, हेरेर गर्ने हो। अब अहिले त तपाईँको अलिकति एउटा ल्यान्डस्केप अथवा एउटा हिमाल बनाउन मन लाग्यो भने बिहान टिचरकहाँ गयो, अलिकति कन्सेप्ट सिक्यो, हिमालको कलरहरू कसरी खेल्दो रहेछ। फेरि बाँकी चाहिँ आफूले अलिकति मन पऱ्यो भने फेरि युट्युबमा हेरेर पनि सिक्ने मौका छ। अहिले धेरै चान्स पनि छ। एउटा आफूले एकदमै इच्छा छ भने चाहिँ एकदमै टु मच सजिलो छ अहिले चाहिँ। पहिलाको हेरेर? पहिलाको हिसाबमा त अहिले धेरै सजिलो हो नि। हरेक जुनसुकै चिज भने। जस्तो छिरिङजीले अहिलेसम्म 25 वर्षको यात्रामा यहाँसम्म आइपुग्नु भएको छ। अबको आगामी योजना चाहिँ के छ छिरिङजीको? आगामी योजना भन्नाले अब सायद यस्तै नै हुन्छ होला अब। अब गर्दा कला गर्दै एउटा आफ्नो फ्यामिली बिजनेस र आफ्नो कलाको एउटा ग्यालरी जस्तै एउटा नयाँ क्याफे पनि लो क्याफे खोल्ने एउटा त्यो भइहाल्यो, इच्छा जाग्यो, खोलिहाल्यो। यसले गर्दा चाहिँ म आफ्नो कला पनि सेल हुने, प्रमोसन पनि हुने, साथीभाइ भेटघाट हुने पनि। अब यो जस्तै अब पहिला अझै मैले अब कहाँसम्म के गर्न सक्छ, अब अरू काम त मैले सक्दिनँ। यही कलाले नै निरन्तर दिएर अब आफू सँगसँगै अझै अरू साथीभाइहरूले म आफ्नो तर्फबाट के हेल्प गर्न सक्छ। अब फ्युचरमा के हुन्छ खासै एकदमै ठुलो सपना त केही छैन। अब नेक्स्ट इयरसम्म चाहिँ मैले के गर्ने अब बाहिर अब न्युयोर्कतिर बाहिरतिर एक्जिबिसन गर्ने त्यस्तो प्लान छ। जस्तो विदेशतिरको तपाईँले धेरैवटा ग्यालरीहरू पनि घुम्नुभएको होला। त्यहाँको ग्यालरीहरू र नेपालमा जति पनि ग्यालरीहरू छन्, जहाँ चाहिँ कला प्रदर्शनी गरिन्छ, त्यो दुइटामा चाहिँ तात्विक भिन्नता केही पाउनुहुन्छ? त्यसमा अब बाहिरको ग्यालरीहरू हरेक अब म्युजियमहरू, ग्यालरीहरूमा त एकदमै मान्छेहरू एकदमै प्याक हेर्नको लागि घुइँचो लाग्ने टाइपको देखिन्छ होइन। तर हाम्रो नेपालमा चाहिँ त्यो अलिक कम छ। एक्जिबिसन भयो भने चाहिँ अलिकति घुइँचो लाग्ने, नत्र भने अब ग्यालरी अब त्यस्तो खासै छैन नि पर्मनेन्टको लागि एउटा आर्ट ग्यालरी जस्तो। जस्तै हामीले नाफाहरूले चाहिँ अब एभ्री होल इयरको लागि एउटा एउटा भवनमा चाहिँ हरेक आर्टिस्टले एभ्री इयरको लागि एउटा एक्जिबिसन होस् के, त्यस्तो टाइपको भयो भने अनि एकदमै राम्रो। त्यो के कारणले गर्दा नभएको होला नेपालमा चाहिँ? त्यस्तो घुइँचो लाग्ने, मान्छेहरू धेरै जाने? अब सायद पब्लिक थोरै पनि भएर पनि होला, फेरि आर्ट्समा त्यति ध्यान थाहा नपाएर पनि होला। अब जति पनि अहिले ग्यालरीहरूमा एक्जिबिसनहरू हुन्छ तपाईँको सिर्फ प्राय आर्टिस्ट मात्रै बढी नै देख्छ होइन। अनि सकभर हाम्रो ललित कलाले पनि एउटा हलमा राम्रो एकदमै ठाउँ पनि राम्रो हुनु पर्यो, फेसिलिटी हुनु पर्यो। जस्तै अब रेस्टुरेन्ट होस्, त्यहाँ ग्यालरीमा रेस्टुरेन्ट होस्, क्याफेहरू होस्,
एउटा पार्किङको सुविधा होस्, अलिकति चिटिक्क अनि ग्यालेरी होस्, एउटा नाफा हाम्रो नाफाले यस्तो एउटा गऱ्यो नि एकदम नाफाले पनि एउटा इन्कम सोर्स आउने होइन। त्यहाँ घुम्न आउने मान्छेहरूले पनि अलिकति खाने ठाउँ, रेस्ट गर्ने ठाउँ, अब हाम्रो इन्टरनेसनल नेपालकै एउटा आर्ट ग्यालेरीहरू पनि हेर्न पाउने, त्यस्तो भयो भने मलाई एकदमै राम्रो जस्तो देख्छ। छिरिङजीले आफ्नो गाउँको नाउँमा चाहिँ छोसेर आर्ट्स भनेर चाहिँ एउटा संस्था पनि दर्ता गर्नुभएको रहेछ होइन? त्यो संस्थाको बारेमा थोरै बताइदिनुहोस् न। तर आफू अब नेपालमै एउटा काम गरेर बस्नु पऱ्यो भने त एउटा सरकारले ट्याक्स तिरेर होइन एउटा दर्ता खोल्यो भने राम्रो हुन्छ जस्तो लाग्यो। अनि त्यसमा चाहिँ एउटा आफ्नो त्यो जुन के भन्छ, जुन म आफ्नो एउटा यो नाम चाहिँ मैले कम्पनीको नाम चाहिँ एउटा आफ्नै ठाउँको नाम राखेर छोसेर आर्ट्स भनेर एउटा मैले सरकारले दर्ता गरेँ। त्यसमा वार्षिक ट्याक्स पनि तिर्छु आफ्नो कला गरेको मार्फत। अनि त्यसले अब त्यहीबाट चाहिँ एउटा वार्षिकमा त्यस्तो एउटा सरकारले दर्ता गरिसक्यो भने एउटा गाउँपालिकाको थ्रुबाट सरकारी कामहरू भयो नि एकदमै आफैले पाउने सजिलो पनि, सरकारको थ्रुबाट पनि अलिकति राम्रो। अनि त्यसकै थ्रुबाट गर्दा 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 जोस् आफ्नै कलाले एउटा जोस् भनौँ न त्यसकै थ्रुबाट पछि एउटा संस्था पनि खोलेँ मैले, लर्ड मुस्तफा वेलफेयर ट्रस्ट भनेर। कि यो ट्रस्टले चाहिँ आफ्नै लोकल ट्रस्टलाई लोकल युवा युवती बाहिर बाहेकहरूले चाहिँ हाम्रो ट्रस्टमा सपोर्ट गरेर यही लोकल ट्रस्टले फेरि आफ्नै लोकल ठाउँले एउटा हामीले के गर्न सक्छ हेल्प हो। त्यस्तै त्यो कारणले चाहिँ मैले एउटा लर्ड मुस्तफा वेलफेयर ट्रस्ट पनि खोल्न सफल भएँ। र यो हाम्रो ट्रस्ट र म आफ्नो छोसेर आर्ट्सको थ्रुबाट मैले धेरै ठाउँमा एउटा स्कुलदेखि सरकारी स्कुलदेखि लिएर गुम्बादेखि लिएर हरेक ठाउँमा एकदमै त्यसकै थ्रुबाट वर्कसपहरू पनि राख्छु भलिन्टियरमा। अझै यस्तै राम्रो राम्रो कामहरू निरन्तरता दिनेछौँ हजुर। जस्तो तपाईँले विदेशतिरको यात्रा जुन चाहिँ आर्ट एक्जिबिसनको लागि होस् अथवा आर्ट वर्कसपको लागि जाँदाखेरिमा कुन कुन देश जानुभयो अनि त्यहाँ कस्तो कस्तो अनुभव गर्नुभएको थियो? अब म आफू फिजिकली गएको चाहिँ पोहोर मैले इन्डियामा गएको थिएँ। इन्डियामा चाहिँ हाम्रो 5 दिनको वर्कसप थियो र 5 दिनको एक्जिबिसन पनि थियो इन्टरनेसनल। त्यसमा चाहिँ अब मेरो फर्स्ट एक्जिबिसन थियो बाहिर चाहिँ सेकेन्ड जस्तो होला। अनि त्यहाँ जाँदा चाहिँ अलिकति अप्ठ्यारो, अब के होला कस्तो होला, अब त्यहाँ एउटा कम्पिटिसन छ, अब कम्पिटिसन भयो भने कस्तो होला। तर पनि त्यहाँ 5 दिन जति बस्न मौका पाएँ, अब त्यहाँको आर्टिस्टहरूसँग पनि कनेक्सन गर्न मौका पाएँ र एउटा विदेशमा गएर वर्कसप गरेको एउटा एकदमै राम्रो एक्सपिरियन्स पनि पाएँ। र त्यहाँ बस्दा हामीले 3-4 दिन कन्टिन्यू हामीले आर्ट वर्कहरू पनि गरेँ। र त्यहाँ इन्डियामा अब आर्ट वर्क गरेर 4-5 दिन त्यसमा एउटा फर्स्ट एवार्ड पनि पाएँ। एकदमै गुड एक्सपिरियन्स र एकदमै अब चाहिँ अब गर्नु पर्ला भन्ने झन् त्यस्तो एउटा हौसला बढ्यो। त्यसपछि चाहिँ मैले कहाँ गएँ भने जापानमा गएँ। त्यसपछि जापानमा गएर पनि मैले हाम्रो एनबी सरसँग जापानमा हामी त्यो कोबे भन्ने ठाउँमा हामी 4 दिन बसेँ। त्यहाँ पनि उहाँसँगै एउटा हामीले ग्रुपमा अब इन्टरनेसनलै थियो, सबै ग्रुपमा एउटा आर्ट गर्ने मौका पनि पाएँ र हामीले त्यहाँ वर्कसप पनि दिन मौका पाएँ हाम्रो सरको थ्रुबाट। त्यसपछि यतापट्टि आएर फेरि हामी नागोया भन्ने ठाउँमा गएर आफ्नै कम्युनिटीहरूले हेल्प गरेर उहाँहरूले एउटा भवन लिएर त्यसमा खानासाना सबैको व्यवस्था गरेर फेरि मेरो आर्ट्सको एउटा डिस्प्ले गरेर एक्जिबिसन पनि गर्ने मौका पाएँ। त्यहाँ पनि एकदमै राम्रो, एकदमै सक्सेसफुल भयो। अनि त्यसपछि आएर अब न्युयोर्कमा अघि जस्तै भनिसक्यो, अब त्यहाँ एक्जिबिसन त गर्न पाएन, पोहोर घुम्न गएको। तर पनि लक्किली अब म्यागजिनदेखि लिएर टाइम स्क्वेयरको कुराहरूदेखि लिएर त्यो सबै भयो। त्यो पनि एकदमै राम्रो एकदमै भाग्यमानी ठान्छु म आफूले पनि, समयले पनि साथ दियो र भाग्यले पनि साथ दियो र आफूले पनि मिहिनेत गर्यो। तिनटै मिल्नुपर्ने रहेछ हरेक चिजमा। अनि त्यसपछि लास्टमा चाहिँ अस्ति बाहिर यो फेरि एनबी सरसँगै हामी यो सिङ्गापुरमा पनि गएँ। सिङ्गापुरमा पनि एकदमै हामी 3 दिनको वर्कसप थियो र हामी लगभग 9-10-12 दिन जति घुमेर बसेँ। त्यो बेला आफ्नो छोरी पनि सँगै लिएर गयो। त्यहाँ पनि विदेशीहरूसँग फेरि वर्कसप गर्दा उनीहरूको आइडियादेखि लिएर उनीहरूको आइडिया हामीले पाउने, हाम्रो आइडिया पनि फेरि उनीहरूले सेयर गर्न पाउने एकदमै अहिलेसम्मको बाहिर पनि धेरै राम्रो एक्सपिरियन्स भएको छ। त्यति नै। जस्तो पछिल्लो समयमा धेरैजना कलाकारहरूले
अथवा चाहिँ धेरैजना तल पढेका मान्छेहरू पनि बिस्तारै चाहिँ यो कलाकै क्षेत्रमा चाहिँ लागिरहनु भएको छ। तपाईँ 25 वर्षदेखिको चाहिँ यही फिल्डमा चाहिँ निरन्तर लागिरहनु भएको छ। उनीहरूलाई चाहिँ कस्तो किसिमको सन्देश दिन चाहनुहुन्छ? यो अब अहिले आजकल धेरै यङ जेनेरेसनहरू चाहिँ के छ भने एउटा कला भन्ने बित्तिकै उनीहरूले एउटा हबिजको रूपमा होइन अलिकति टाइम भयो बेला कुनैले रङ लाउन मन लाग्ने अलिकति गरिदिने फेरि कुनैले फेरि बिचमा छोडिदिने जब एउटा आफू एउटा राम्रो कलाकृति अथवा राम्रो आर्टिस्ट बनाउन एउटा भन्ने इच्छा छ भने चाहिँ आफूसँग चाहिँ एउटा सेल होस् नहोस् तर हामीले निरन्तर दियो होइन किन पहिला त हाम्रो पनि के पो हुन्थ्यो र अहिले पनि अहिले जस विदेशमा जानु नपर्नेसम्म हामीले नेपालमा आफ्नै यही कलाले होइन आफ्नो घर परिवारदेखि लिएर हरेक चिज तानिरहेछ। त्यही भएर जब कलामा एउटा इन्ट्रेस्ट छ भने तपाईँहरूले बिचमा नछोड्नु निरन्तरता दिनुहोस्। एक दिन अवश्य पनि तपाईँहरूको कला चाहिँ एकदमै माथि पुग्नेछ भन्न चाहन्छु। छिरिङजी, तपाईँले समय दिनुभयो, कार्यक्रममा आइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि स्पेसल तपाईँ दुईजनाले पनि आफ्नो समय दिएर टाढाबाट आउनुभयो मेरो क्याफेमा, म आफ्नै क्याफेमा र तपाईँ दुईजनाले र स्पेसल खोजपत्रले धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्।